यो चाहिँ सिन्धुलीको पुरानो स्टल बजार। सिन्धुलीको बजार नै लगभग यहीँबाट सुरु भएको भन्ने सुन्नमा आउँछ। यो दृश्य चाहिँ स्टल बजार भत्किनुभन्दा एक दिन अगाडिको हो। जेठ 23 गते शनिबारको दिन लगभग समय 4 बजेतिरको हो। यहाँको पसलेहरूले चाहिँ अब यो स्टल बजार भत्किने भएपछि अर्को ठाउँमा सर्नको लागि सामानहरू प्याक गर्दै गरेको यो दृश्य हो। यहाँ चाहिँ केही व्यापारीहरूले सेल पनि लगाइराख्नु भएको छ। धेरैले आफ्नो घरमा सर्ने निर्णय गर्नुभएको छ भनेदेखि सबै व्यापारीहरूको त आफ्नो घर छैन। अब यहाँनिर चाहिँ धेरै वर्षदेखि व्यापारी र ग्राहक बिचको एउटा आत्मीय सम्बन्ध, भावनात्मक सम्बन्धहरू चाहिँ टुट्दैछ। यहाँ अब कसैलाई चाहिँ सस्तो प्राइसमा सामानहरू पायो भनेर खुसी छ भनेदेखि पसलेहरूलाई चाहिँ यति बेला एकदमै पीडा भएको हामीले महसुस गर्न सक्छौँ। यहाँ आफ्नो जवानी उमेरहरू बिताउनु भएको छ भने आफ्नो पारिवारिक आर्थिक बोझहरू पनि यहीँबाट चाहिँ समाधान गरिराख्नु भएको थियो। तर नगरपालिका कमलामाई नगरपालिकाको निर्णयले चाहिँ यो 2072 सालको भूकम्पको कारणले गर्दाखेरि यो घर जीर्ण छ भनेर त्यो निर्णयअनुसार नै स्थानीय सरकारले यो स्टल बजार चाहिँ भत्काउने निर्णय गरेको हुनाले सबै व्यवसायीहरू चाहिँ अब यहाँबाट सामान लिएर अर्को स्थानतर्फ या अब आफ्नो घरतिर जानको लागि तयार गर्दै हुनुहुन्छ। अब यो सिन्धुलीको स्टल बजार चाहिँ केवल सम्झनामा सीमित रहँदैछ। देख्न सकिन्छ भोलिबाट यो स्टल बजार पूर्ण रूपमा ध्वस्त हुँदैछ। सिन्धुलीको स्टल बजारको दृश्य हो यो।